वेलकम टु आवर न्यू भ्लग। आज चाहिँ हामी गोदावरी घुम्न जाँदैछौँ। मम्मी, सुदन, म, त अगाडि हुनुहुन्छ बुवा को देखियो, मम्मी, सुदन। हामी चाहिँ यहाँ 4 घरेदेखि अब गोदावरी जाँदैछौँ। घरबाट हिँडिसक्यौँ अनि मौसम बाहिर हेर्दा चाहिँ राम्रो छ। घाम पनि लागेको छैन तर गर्मी नै छ। पानी पर्ला जस्तो छ। पानी यस्तो हामी घुम्न नमिल्ने गरी पानी नपरे हुन्थ्यो भन्ने हामीले कामना गर्छौँ। त्यसपछि हामीलाई जान लगभग 1 घन्टा लाग्छ होला है। 1 घन्टा जति लाग्छ। गोदावरी बोटानिकल गार्डन। अनि सुदन गएको छेउ पहिला? म गएको छैन, मेरो फर्स्ट टाइम। अहिले गोदावरीको एक्सपिरियन्स सुनाउनुहुन्छ है। पहिला के भएको थियो 20 वर्ष अगाडि? पढ्ने बेलामा त्यो कति सालको कुरा थियो, 40-41 को कुरो थियो होला सायद। गोदावरी घुम्नलाई साथी कोही पनि पुग्न पाउँदाखेरि गोदावरी घुम्न असाध्यै रहर लाग्दै साथी मिलेन। अनि एक्लै हिम्मत गरेर गोदावरी क्षेत्रमा पुगे। तर आइडिया भएन कताबाट के चाहिँ अवलोकन गर्ने अनि त्यो त्यति बेला गोदावरीसँग गाडी पुग्छ र बुवा? पुग्थ्यो। अनि म मुस्किलले 10 मिनट त्यहाँ बसेर अनि एक्लै 40-80 अनि 40 वर्ष त्यसै भयो। आज चाहिँ 40 वर्षपछि फेरि चाहिँ मौका पाइयो। आज रमाइलो हुनेवाला छ। ल मम्मी चुप हुनुहुन्छ किन? अमेरिकै घुमेको याद आयो कि अमेरिकाको चिल्लो बाटोमा यहाँ चाहिँ यस्तो के? आज हामी गोदावरी घुम्न जाँदैछौँ। रमाइलो त छ तर अब अमेरिका गएर छोराछोरी चाहिँ नातिना छोडेर आयौँ। अब यहाँ नातिनी बुहारीलाई छोडेर अब घुम्दैछौँ। भोलि फेरि सानी छोरी ज्वाइँलाई पनि छोडेर एक्लै कपिलवस्तु जानेछौँ। त्यही भएर अलि न्यास्रो लाग्छ। हामी चाहिँ बल्खु आइपुग्यौँ। अब रिङ रोडको बाटो, सातो बाटो पुग्छौँ अनि त्यहाँदेखि भित्र छिर्ने गोदावरी। के रामिल्यो? रिङ रोडको बाटो, सातो बाटो भन्छु। आजकल हाम्रो काठमाडौँको बाटो पनि पुरै राम्रो हरियाली, रुखहरू रोपेर पुरै यो त ज्यान मऱ्यो भने तिमी गाडी जिउमा चाहिँ यति लावा फालेर अब भित्र त्यो काट्ने व्यवस्था पनि नहुन्थ्यो होला नि। जिउमा फालेर चाहिँ पटारेर चाहिँ त्यो अनि चाहिँ धेरै मधेसी मुल्क नेता अलि स्ट्यान्डर्ड नेताहरू फेरि चाहिँ उनीहरूलाई भेट्न अरू जाने त्यही जेल भित्रेको नि भित्रै गाली पनि त्यहाँ त राजनीति गर्नु पायो नि। राजनीति कुराहरू क्लासहरू लिने, देश बदल्न छ भन्ने यस्ता कुराहरू त्यहाँ जेलभित्र गर्न पाइन्छ। जेलभित्र बाहिरभन्दा बढी स्वतन्त्रता। तर त्यति बेला कसैले पनि राजाको विरुद्धमा बोलेको सानो कुरा पनि राजा शब्दमा चाहिँ अब यस्तो राजतन्त्र भनेर बोलेको चाहिँ भने त्यसलाई तुरुन्तै कारवाही गर्दा झन् ठुलो सजाय थियो। जेलभित्र पनि एउटा गोलघर भन्ने हुन्छ। जेलभित्र गोलघर भन्ने हुन्छ। त्यो गोलघरमा चाहिँ एउटा सानो झ्याल हुन्छ। त्यही भित्र टोइलेट गर्ने, त्यसैमा झ्यालबाट पुऱ्याइदिन्छ खानेकुरा खाने दिएको होइन। बाहिर निस्कनु पनि पाइएन। त्यस्तो सजाय चाहिँ भोग्नु भनेको ठुलो अपराधीलाई मात्रै गोलघरमा राख्यो। कतिपय नेताहरू गोलघरमा गणेश मान सिंहहरू कुनै बेला गोलघरमा बसेको हुन्। त्यही भद्रगोल जेलको त्यो ढलबाट के टोइलेटको चाहिँ जुन ढल हुन्छ नि त्यो ढलबाट चाहिँ घुसेर
निस्केर भागेको हुन्छ इतिहास छ रियलमा पनि हुने रहेछ फिल्ममा जस्तो यो नखुबाट पनि भागेको हो मोहन यतिले यो सिपी मैनाली भन्ने अहिलेको एउटा नेता हो नि मार्क्सवादी नेकपा मार्क्सवादीको त्यो त्यतिखेर इन्जिनियर पढेको मान्छेले पनि अनि बन्दीहरूलाई राजबन्दीहरूलाई भेट्न बाहिर बोलाउने चौडाइ कति छ कुन उचाइमा चाहिँ नि भित्रबाट यदि खोल्ने हो भने कुन उचाइमा बाहिर आउन सकिन्छ कताबाट आयो भने सफल भइन्छ भनेर पुरा चाहिँ नि टेक्निक लगाएर भित्रको पनि उसित मिल्यो होला नि कर्मचारीहरूसित पनि अनि एउटा सानो सानो चाहिँ के हो पोइन्ट हो यस्तै चाहिँ नि भाँडाहरू ठुल्ठुलो हतियार हान्न पाइन्न अब चम्चै भयो भने चम्चाले चाहिँ खोतारी खोतारी यदि माटो निकाल्ने भने त्यो माटो कहाँ फाल्ने होइन भित्र बसेकोले अनि योजना के बनाएको थियो भने भुइँमा सुत्दैखेरि हामीलाई ढाड दुख्यो माटोको चाहिँ नि चौकी बनाउने ठाड जस्तो अलि अग्लो बनाउने अनि त्यसमा सुत्ती गराउनु पऱ्यो भनेर त्यहाँदेखि जेल प्रशासनसँग सहमति गराएको थियो हुन्छ भनेपछि बाहिरबाट हलिअलि माटो ल्याउने भित्र खनेको माटोले भर्ने गरेर प्रत्येक प्रायः जसोहरूले चाहिँ अग्ला अग्ला माटो ल्याएर चाहिँ त्यो सुत्ने ठाउँ बनायो त्यो सुरुङ खनेको माटो कि सुरुङ त चाहिँ नि अब अलिअलि खन्ने हातले गोबरे पनि भयो नि भित्रको माटो अथवा त्यो पन्यो गाडो यिनीहरू हुन्छ नि पकाउनेहरूको त त्यसले खनेको अनि केही दिन चाहिँ नि खन्ने प्रयास गरेँ त्यसपछि त बाहिरको चाहिँ नि उज्यालो लाइट देखिएछ एक्कासी दिउँसैमा अनि दिउँसो त भाग्न सकिन्न अब त्यसलाई चाहिँ अब नखन्ने भने त्यसलाई जुन त्यस्तै ढाकेर छोडेर ओर्छ जुन दिन चाहिँ नि कुनै लाइट जाला होइन अथवा लोड सेडिङ केही भएको हुन्छ मौका त्यस्तै मौका परेर अनि सबै प्लान मिलाएर भाग्ने भनेर अनि भागेँ त्यसपछि चाहिँ थुप्रैजना भाग्यो कतिपयजना भागेको भागै भए भागेँ अनि बजारतिर पसेर लुकेँ अब चाहिँ यता यो मकवानपुरतिर त्यो ठुलो चाहिँ जङ्गल छ नि यो एरिया सायद चन्द्रगिरीको त्यो जङ्गलमा कति दिन लुकेर पनि उनीहरू चाहिँ क्रसर भाइ हेलिकप्टरले सर्च गरेर खोजेर कतिजनाले भेटायो तर भाइका मध्ये के भयो भने एकै ठाउँ भन्न पाएन कि कोही कता कोही कता भयो ल हामी चाहिँ यहाँ रिङ रोडदेखि सातो बाटोको रिङ रोडदेखि हामी भित्र छिर्यौँ यतापट्टि हामी चाहिँ अब गोदावरी आइपुग्न लाग्यौँ खै बा गोदावरी लेख्यो क्या अरे आयो गोदावरी नदी पारि नै नदी वारी त्यहीबाट चाहिँ कतिपय चाहिँ मसित दुई तिनवटा अरू केटाहरू पनि नचिनेको उनको बेला कता हो उठिसके निद्रा खुल्यो अझै निद्रा लागिरहेछ अलिअलि घुम्न सकिन्छ सकेला नि कता बस्नुहुन्थ्यो हामी त बागबजार मेरोमा बस्ने भनेको बागबजार पुतली सडक चौधारा आयो गोदावरी बजार यतिकै ठिक छ गोदावरी आइपुग्यौँ घोडाको बच्चा हेर न कस्तो पुन्टे हुने रहेछ है मम्मीको पछि पछि लागिरहेछ घोडा आफ्नो मम्मीको जत्रो सानो बच्चा सँगसँगै हिँड्ने क्या जस्तो मम्मी हिँड्छ उस्तै हिँड्छ गोदावरी आइयो जङ्गलको बिचमा कस्तो लाग्यो जङ्गल यति राम्रो सुन त
शान्त सुन्दर रमणीय पाठ सजनीमा कस्तो राम्रो भजनहरू चाहिँ गाइरहेको है पुरा दिन यही बिताउँदछु। हामी चाहिँ यहाँदेखि भित्र इन्ट्री गरिसक्यौँ अनि यस्तो छ त्यही गर्दो रहेछन् सबैजना। फुलहरू। यहाँ एउटा फोटो खिचौँ सामूहिक सेल्फी। हामी चाहिँ अब इन्ट्री गरेपछि यो फुलको बगैँचाबाट लेफ्टबाट स्टार्ट गर्दैछौँ। त्यहाँबाट गउँछौँ भित्र पनि रहेछ त रेस्टुरेन्ट फुल हो ए क्यामोमाइल त्यो त झार हो। कुनै त सल्लारे जानुहुन्छ र सबैजना भोक लगाएर भोक लागेर कुरकुरे खाँदै हिँड्दै के हो रे काफल 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 खान जानु थियो नि यो चाहिँ काफल किडनी बाहिरको खाने अनि निधन पात यस्तो यस्तो थियो नि ओखरको रुख जङ्गल रम्मै त्यही ओखर जस्तो दाना पलेको त्यो नगर्छ खानु। हामी छौँ गोदावरी न के कुन रुख भेट्यो मम्मी के भेट्यो ए यो यसलाई यो यति छोरा $20 यो फुललाई कहाँ छ त मनी प्लान्ट न रुख नछुन नजानु न हातले त्यो हुन्छ क्या जुसुली किरा के एलर्जी। कोइरालाको फुलको अचार खान्छौँ नि हामी त्यसको रुख चाहिँ यो हो है। हामी चाहिँ यो वाला ठाउँ पहिला अहिले त अलिक बढी झाडी भएछ त्यहाँभित्र नि फोटो खिच्नु हुन्छ। सिसौ कहाँ छ सिसौँ सानो लगाएको होला कि भर्खर ऊ त्यो लगाएको होला कि ऊ त्यो कुन के हो सानो त्यो? काटिन्छ सानो त्यो होइन हिमाली पहाडी भन्थे यो तराई भागमा मात्रै हुने हामी चाहिँ यहाँबाट माथि यताबाट एउटा सानो ताल हेर्न जाँदैछौँ। म एकछिन बस्दै गर्नु न त। होइन त्यहाँ पुग्न छ नि त्यहाँ हेर्न छ कति रमाइलो छ। ल यहाँ यस्तो ताल पनि रहेछ अनि यस्तो बनाएर रहेछ तालको बिचमा। आनन्द दिनभरि शीतल असारमा फुल्ने फुल। यो राम्रो रहेछ त पहेँलो फुल। ट्रपिकल हाउस यहाँभित्र के छ त प्लान्टहरू। ल के हो र श्रीखण्ड के त्यो जे पनि पूजा अम्बा चाहिँ फल्यो अम्बा श्रीखण्ड स्यान्डलवुड कुन चाहिँ हो यो ताको यस्तो हुन्छ मिलाएको थियो यस्तो रहेछ यस्तो पातहरू
स्यान्डलवुडको त फेस मास्क पनि हुन्छ होइन? यसको ज्वरोमा मेडिसिनल साप बस्छ भनिन्छ। यतापट्टिको हो बेलौटी त अम्बा भनेर छ। श्रीखण्डको फेदमा खै त गुर्जो लेख्नु चाहिँ गुर्जो लेखेछ। यहाँ लाइट मजाले आउँदो रहेछ। के रहन्छ मम्मी? थकै लाएर व्यस्त लट्ठै परिएछ। यतैबाट राम्रो आउँछ। बुवाहरूले अमेरिकामा नायग्रा फल्स हेरेर आएर यो फल्स खासै नायग्रा फल्स हेरेर यहाँ सानो नायग्रा फल्स हेर्न नेपालमा आएको। पहाडमा हामीले निकै खायौँ पनि। के गर्ने? पख न। ठुलै पुल तरेर आइयो हामी। नन्ने खोला अनि त्यो पुल न्युरो भन्ने बित्तिकै मम्मी हो कि भनेर नसके पल्ला म चाहिँ ओल्लो र पल्लो हुन्छ होला। पाइन्छ। ल जाम अब उता स्पेसल गार्डन हेर्न जाउँ। स्पेसल गार्डन अघि हेरेर आएको होइन र? त्यो स्पेसल गार्डन मेसिन हुन्न काटेकै मेसिनले नि काट्छ होला यहाँ मेसिन हुन्छ। जान डरायो पुलमा। डराए बाख्रा डराए पुल तर्न हान्दैन कहाँ हाल्छ? सिधा त्यही एउटा फेरि यता छेकिल भयो त्यो। के छैन, थकाइ लाग्यो, अनि भोक लाग्यो। भोक लागिसक्यो? कति अट्छ बुढीमा? बाख्रा पनि आयो हामीसित पछि पछि। फर्सीको फुल चाहिँ पाइएन। परवेशसँग यो फुल चाहिँ पकौडा खान चाहिने भए चाहिँ पठाइने भयो है त बिराजुलाई। के नपत्ताउने कि होइन? हो रहेछ कि नै? आई एम अलवेज राइट। यता हो नि त त्यसो भए। यो चाहिँ गोदावरीको फेमस फोटो स्पट। यहाँ सब फोटोको लाइन, फोटो खिच्ने लाइनमा हुनुहुन्छ। त्यहाँ चाहिँ थकै लागेर यहाँ बसिरहेछन्। यहाँ बुवाहरूलाई चाहिँ अझै घुमेर सकेको छैन।
ल स्पेसल गार्डन भित्र आयौँ हामी। फरक खालको छिरबिरे दिन्छ यो पनि खाँदा रहेछ डक जस्तो मान्छेको मुख बनाए के अरे। ल यहाँ चाहिँ यस्तो फाउन्टेन रहेछ है, मिनी फाउन्टेन। मिनी फाउन्टेन के उता माथि जाँदै अनि लाएर यहीँ बसिरहेछौँ हामी, गएनौँ माथि। अब चाहिँ हामी यस्तो राम्रो गार्डनमा बल्ल फुलहरू भएको ठाउँ। व्हाइट हाउस हो कि क्या हो यहाँ? 3:30 बजे व्हाइट हाउसमा 3:30 बजे यता आउँदैन, अलि यता चाहिँ आउँछ। के रहेछ? पिपलपाते फुल, नामै पिपलपाते रहेछ। अनि को छ पिपलपाते? साथीभाइमा के साथीभाइमा को छ? तिम्रो साथीभाइमा पिपलपाते को छ? सोच्न पर्छ। सुदन भाइ तिम्रो अडियन्स नघटाइदिनु। सन्देश हो क्या पिपलपाते? मम्मी हजुर पिपलपाते त धेरै मान्छे हुन्छन्, तर अब के नामले नि त्यस्तो। छेउ पानी। अब चाहिँ हाम्रो घुमाइ गोदावरी भित्रको फाइनलमा पुग्दैछ। हामी चाहिँ लास्ट अब त्यहाँ गेटमा पुग्न लागेछौँ। चियाबारी होइन, यो गोदावरी हो। गोदावरीमा हो क्या? के अरे के हो? गोदावरी भ्रमण गरेर अब गेटमा निस्क्यो। तपाईँ होइन त्यो साथ त्यस्तै के रहेछ? होइन, त्यसमा चाहिँ किरा लागेको छ। किरा होइन, ए उयो फर्नको प्रजाति, यसको सिड हुन्छ यसमा। दुसिन्की सेतो भएको होला। होइन यसमा छाता मुनि बस्दै अब बाहिर निस्किने हो। हरियाली चाहिँ गोदावरी बोटानिकल गार्डन घुमिसक्यौँ, गेटमा आयौँ। अब कहाँ जान्छौँ हामी? अब त्यहाँ माछा हेर्न जान्छौँ हामी। मम्मी हजुर माछा हेर्न जाने? माछा हेर्न जाऊँ न। टाढा छैन, यो गाडीमै जानु। भित्रको खुल्या रहेछ भने राम्रोसँग हेर्न पाइन्छ त्यहाँ माछा। भित्रको खुल्या रहेछ भने बाहिर अलिअलि जे होस् हेरेर आउन पाइन्छ। यतैबाट हो बाथरुम। ल हामी चाहिँ निस्क्यौँ अब है। टाटा, यहाँबाट चाहिँ टाटा। अब खासै गोदावरीलाई होइन, बोटानिकल गार्डनलाई बाई बाई। अब हामी चटपटे खान्छौँ होला यहाँ धेरै। यहाँ चटपटे पाउहरूको पसल छ। हामी चाहिँ अब चटपटे खाँदैछौँ। गुफामा आयो
ल हामी चाहिँ यहाँ मन्दिरमा माछा छ भनेर हेर्न आएको चाहिँ यहाँ मन्दिरमा दर्शन गरेर यो पानी चाहिँ यस्तो चिसो छ आइस पग्लेर आएको पानी जस्तो छ यहाँ चाहिँ भित्र उ गर्नु मिल्दैन फोटो खिच्नु मिल्दैन हो त्यहाँभित्र चाहिँ सानो पोखरी कुण्ड जस्तो छ त्यसमा चाहिँ माछा छन् अनि चिसो कस्तो पानी छ क्रिस्टल क्लियर पानी छ त्यो पानी बगेर चाहिँ यहाँ हुन्छ ल अहिले त बन्द रहेछ अहिले बाटो प्रदूषण हुन्छ के हुन्छ नि आजको घुमघाम यही सक्यो गोदावरीको घुमफिर थियो सबै भ्रमण गरियो त्यहाँ विभिन्न किसिमका फुलहरू रहेछन् रुखहरू रहेछन् सब हेरेर झरना पनि रहेछन् धेरै प्रजातिका बिरुवाहरू रहेछन् औषधिमूलक पनि बिरुवा रहेछन् त्यही भ्रमण गरेर हामी मन्दिरमा पसेर दर्शन गरेर मन्दिरको अनि फर्कियौँ के भेट्यौँ माछाहरू भेट्यौँ मन्दिरमा माछा प्राकृतिक चाहिँ कुण्ड तलाउ करुणाले फोन गरी छे भगवान् बाई बाई भन्नुभयो नि त 4 साढे 4 बाई बाई